हेलो नमस्ते एभ्रिवान है सबैजनालाई भिडियोमा स्वागत छ। अहिले चाहिँ बेलुकाको 10 साढे 10 हुन आँटेछ है। म चाहिँ एभरेस्ट 3 पासेस ट्रेकको लागि सामानहरू प्रिपेयर गर्दै थिएँ साथीहरू है। भोलि चाहिँ म ट्रेक जाँदैछु कुन भन्दाखेरि एभरेस्ट 3 पासेस ट्रेक है, जुन चाहिँ नेपालको एकदमै पपुलर र डिफिकल्ट च्यालेन्जिङ ट्रेक मध्येमा पर्छ है एभरेस्ट रिजनको। अनि त्यसको लागि चाहिँ म ट्रेकिङ गियरहरू प्रिपेयर गर्दै थिएँ। भोलि 8:30 बजी चाहिँ मेरो फ्लाइट छ फ्रम काठमाडौँ टु लुक्लाको है। अनि 7 बजीतिर चाहिँ ठमेलमा गएर होटेलबाट गेस्टलाई पिकअप गरेर एयरपोर्ट जानु छ है। अनि त्यही हो गाइस, त्यसको लागि चाहिँ मैले सामानहरू प्रिपेयर गर्दै थिएँ। म चाहिँ सामानहरू चाहिँ के सामानहरू चाहिँ प्रिपेयर गरेँ मैले, के इक्विपमेन्टहरू चाहिँ म्यानेज गरेँ भनेर म देखाउँछु है त। ओके, यो चाहिँ मेरो एभरेस्ट 3 पासेस ट्रेकको लागि चाहिने इक्विपमेन्ट्सहरू है। मलाई अझै कता कता लागिरहेको छ कि के सामानहरू चाहिँ मिसिङ छ भनेर कतै डाउट भएको जस्तो लागेछ। केही सामानहरू छुटेको जस्तो लागिरहेछ अझै है। ओके, अब चाहिँ म एक के सामान छ भनेर म भन्छु है त। ओके, फर्स्टमा छ यो चाहिँ मेरो ब्याकप्याक हो। अझै 65 और कति समथिङ त्यस्तै लिटरको ब्याकप्याक हो यो चाहिँ है। अनि यो मेरो सानो उस ब्याग भयो। अनि यहाँ चाहिँ हाइकिङ पोल छ। अनि यो चाहिँ मोजा भयो। अनि यहाँ चाहिँ विन्ड सिटर छ है। अनि यहाँ चाहिँ ट्राउजरहरू छ, 3-4वटा ट्राउजरहरू हालेको छु मैले चाहिँ है। यो चाहिँ मेरो ग्लासको उस भयो, यो मेरो सनग्लास भयो। अनि यो चाहिँ मेरो रेन कभर चाहिँ, यो चाहिँ मेरो नयाँ हो है, अघि भर्खरै किनेर ल्याएको। पुरानो चाहिँ थियो, पुरानो मेरो त्यति काम नगरेर यो चाहिँ मैले नयाँ किनेर ल्याएको। अनि यहाँ छ टोपी छ, अनि यो उसहरू छ है। अनि यो चाहिँ हाइनेकहरू छ मेरो। अनि यो चाहिँ डाउन ज्याकेट, मैले चाहिँ 2टा डाउन ज्याकेट हालेको छु किनभने 17 दिनको ट्रेक जाँदैछु म चाहिँ। अनि एकदम चिसो हुन्छ कि है एभरेस्ट रिजनको चाहिँ। अनि यहाँ पनि छ डाउन ज्याकेट एउटा। अनि यो मेरो क्याप भइहाल्यो। अनि यो चाहिँ मेरो माइक्रो स्पाइक, यो चाहिँ अब हिउँ पऱ्यो भने हिउँमा हिँड्नलाई सजिलो हुन्छ है माइक्रो स्पाइक चाहिँ। अनि यो उस भयो। अनि टी सर्टहरू छ, 2-3-4वटा टी सर्ट छ। अनि यो क्यामेरा स्टिक भइहाल्यो। अनि यो चाहिँ टुथपेस्टहरू सके जस्तो लाग्यो है। यो लिप बाम छ। अनि यो चाहिँ ब्याट्रीहरू, त्यहाँ चाहिँ माथि फेरि लो टेम्परेचरमा ब्याट्रीहरू एकदम छिट्रै ड्रेन हुन्छ क्या, कामै गर्दैन क्या ब्याट्रीले। यो चाहिँ हेडलाइटको लागि हेडलाइट, अनि हेडलाइट र यसको लागि यो चाहिँ अब यो अक्सिमिटर हो। माथि अब अक्सिजन लेभल लो हुन्छ है माउन्टेन एरियातिर त, अलि हाई एरियामा। अनि यहाँ चाहिँ एउटा ब्लुटुथ स्पिकर, अब गीत सुन्न मन लाग्यो भने गीत बज्दै जाने है त हिँड्ने। अनि यहाँ छ कार, यो चाहिँ जुवा जस्तो तास होइन, यो चाहिँ एकदम फनी गेम हो है। यसमा चाहिँ पिक्चरहरू हुन्छ क्या, यो गेम चाहिँ कस्तो भने पहिला तास बारेपछि यो कारहरू बार्ने, अनि बिचमा एउटा पिक्चर राख्ने, एउटा कार राख्ने, अनि पिक्चरहरू म्याच गराउनु पर्छ कि हामीले। अनि पिक्चर म्याच भएपछि अनि त्यो कार चाहिँ हामीले उसमा भुइँमा राख्ने हो कि। तर त्यो कार भुइँमा राख्नुभन्दा अगाडि चाहिँ हामीले त्यो पिक्चरमा के पिक्चर छ त्यो पिक्चरको नाम चाहिँ हामीले भन्नुपर्छ क्या। म पछि देखाउँछु, यो चाहिँ हामीले अब ट्रेकमा अब खेल्छु होला होइन। त्यो खेलेपछि म यो गेम चाहिँ देखाउँछु तपाईँहरूलाई त कस्तो भनेर। एकदमै रमाइलो हुन्छ, एकदमै फनी हुन्छ है। अनि ट्रेकिङमा चाहिँ कस्तो हुन्छ भने अब कुनै ठाउँमा चाहिँ हामी एकदम चाँडै पुग्छ क्या, चाँडै पुगेपछि अनि टाइम पास हुनलाई एकदम गाह्रो हुन्छ क्या। सो त्यसको लागि भनेर चाहिँ यो कार हो। यो चाहिँ दिदीहरूले छोडेर गएको थिएँ है, अमेरिकन दिदीहरूले अस्ति जाने बेलामा। हामी ट्रेकभरि हामी खेल्यौँ, एकदम इन्जोय गऱ्यो, रमाइलो गऱ्यो। अनि पछि जाने बेला चाहिँ हामीलाई गिफ्ट दिएर गएको थियो कि कार, एकदम रमाइलो हुन्छ। अनि यो चाहिँ मेरो वाटर बोतल है, यसमा चाहिँ तातो बस्छ है। अनि कफी सफी खानु पऱ्यो भने यसमा हुन्छ। अनि यहाँ छ लेमन छ 3टा। अनि यो साबुन र सेम्पूहरू भइहाल्यो। यो मेरो चार्जर, यो पावर ब्याङ्क, यो टोइलेट पेपर,
अनि यहाँ छ ह्यान्ड ग्लोभ्स है, यो पनि अघि भर्खरै किनेर ल्याएको। अनि यो रेन स्टपर छ एउटा, अनि हिउँ पऱ्यो भने हिउँमा हिँड्नलाई, पानी पऱ्यो भने पानीमा है यसले एकदम हेल्प गर्छ है, जुत्तामा पानी पसाउँदैन यसले चाहिँ। अनि यहाँ चाहिँ मेडिकल किटहरू छ, केही मेडिकल यसमा छुट्या छ, अझै सामानहरू थप्न छुट्या छ है, केही मेडिसिनहरू। वाटर प्युरिफिकेसन ट्याब्लेटहरू छैन मसँग, म अघि खोजेको भेटेन मैले चाहिँ है, भयो भने म भोलि बिहान लिन्छु। यो चाहिँ फर्स्ट एडको लागि है यो मुभहरू। अनि यो चाहिँ मेरो सिटिजनसिप छ है, यहाँ भोलि एयरपोर्टमा चेकिङको लागि आइडेन्टिटी कार्डहरू देखाउनुपर्छ है, त्यही भएर मेरो सिटिजनसिप। अनि यहाँ चाहिँ मेरो हाम्रो टिकटहरू छ है, एयर टिकटहरू छ यसमा। अनि यो चाहिँ ट्रेकिङ म्याप एभरेस्ट 3 पासेसको है, यहाँ कोङमाला, चोला र रेन्चोला पास गर्नुपर्छ, जुन चाहिँ एकदमै गाह्रो, एकदमै डिफिकल्ट पनि च्यालेन्जिङ हुन्छ यो ट्रेकहरू चाहिँ है, यो पास गर्दाखेरि चाहिँ। अनि यहाँ छ फेसवास छ, सनब्लक छ, टुथब्रस भइहाल्यो सरी। अनि यो चाहिँ मोइस्चराइजर, यो पनि सनब्लक छ के अरे। यिनीहरू चाहिँ म खासै नर्मल त्यस्तो युज गर्दिनँ, तर ट्रेकिङमा चाहिँ कस्तो हुन्छ भने अब दिनभरि त्यो हिँड्दाखेरि चाहिँ एकदमै धुलो र पसिनाहरू धेरै हुन्छ क्या, त्यसको लागि चाहिँ हो यो फेसवासहरू युज गर्ने, नभए नर्मली म त्यति युजहरू युज गर्दिनँ है त। अनि यहाँ चाहिँ बजेट, अभियसली बजेट छ होइन, ट्रेक अब जाने भइसकेपछि। यो एउटा गोप्रो छ, गोप्रोको ब्याट्री हो। अनि बजेट चाहिँ यो चाहिँ हाफ मात्रै है साथीहरू, ल अर्को बाँकी यतातिर छ। यो एटिएम कार्ड र लाइसेन्स छ मेरो। ओके, यो हाफ बजेट हो। अनि यो चाहिँ तल दाइले है, मेरो होइन, यो चाहिँ दाइले उता माइजूको लागि भनेर खोइ के छ है पठाएको उता, भोलि उता के अरे लुक्लामा, माइजूहरू लुक्लामै छ क्या। अनि दाइको कोसीले होला, यो डाउन ज्याकेट भइहाल्यो। अनि अर्को भनेको यहाँ पनि सामान छ है, अझै के छ म देखाउँछु है त। यो काजु भइहाल्यो ट्रेकिङको लागि, भोक लाग्यो भने खाने है त। यो दालमोट छ एउटा। अनि यो वेट टिस्यु हो, यो चाहिँ टिस्यु चाहिँ किनभने अब माथि एकदमै अब हाई एल्टिट्युडतिर गएपछि चाहिँ त्यहाँ पानीले मुख धुने त्यो उसमै अवस्थै हुँदैन क्या, पानी एकदम अलमोस्ट अब त्यो फ्रोजन हुन्छ क्या त्यहाँ चाहिँ होइन, पानी एकदम चिसो हुन्छ। अनि त्यही भएर पानीले मुख धुनुभन्दा बरु यसले यो वेट टिस्युले मुख पुछेपछि अनि त्यसरी हुन्छ क्या, पासतिर जानले चाहिँ एकदम चिसो हुन्छ क्या। अनि यहाँ पनि दालमोट छ, मैले अघि पनि खाइसकेँ है दालमोट त भोक लागेर, काजु पनि खाइसकेँ अघि। यो चाहिँ के हो, यो पनि छ। अनि यहाँ स्निकर्सहरू छ है, भोक लाग्यो भने स्निकर्सहरू छ। अनि यो पनि हो। अनि यहाँ जुस पनि रहेछ है, दुईवटा जुस छ, फ्रुट जेम्स भनेको छ कि यो ब्ल्याक करेन्ट ड्रिङ्क्स रे है। यो चाहिँ बाटोतिरका लागि भने, भोक लाग्यो भने खाने साथीहरू। अनि यहाँ स्याउ छ, स्याउ चाहिँ 16 दिनको लागि भनेर मैले के अरे एकवटा 16वटा कि कतिवटा मैले गनेर ल्याएको अघि है त। ओके गाइस, मोटामोटी अब यति नै हो साथीहरू होइन, अब सामान यति नै हो। अब हेर्छु, अझै हेर्छु, सामान धेरै छ तर मेरो झोला सानो छ, ब्याकप्याक सानो छ, तर यसमा हालेर हेर्छु म होइन, कति अट्छ अट्दैन। अनि म हालेपछि चाहिँ देखाउँछु तपाईँहरूलाई है त। अब चाहिँ म हल्दैछु गाइस, अब चाहिँ म सामान हल्दैछु साथीहरू। फर्स्टमा कुन हाल्नु पनि भयो क्या, ब्याकप्याक सानो छ तर सामान धेरै भयो क्या मेरो। ओके, फर्स्टमा चाहिँ म यो उसहरू हाल्छु है, यो त्यति युज हुँदैन भोलिको लागि, पछि युज हुने सामानहरू चाहिँ म सुरुमा हाल्छु है त। यहाँ टी सर्ट छ, 3टा टी सर्ट रहेछ। सामान अट्छ कि अट्दैन भनेर चिन्ता छ है साथीहरू मलाई चाहिँ। यो हाइकिङ पोलहरू चाहिँ खासै उसमा हाल्नु परेन है,
मोजा पनि एउटा त भोलि लाएरै जानुपर्छ, दुईवटा हाल्छु त्यही भएर है। दुईवटा पनि अहिले हाल्छु, यो चाहिँ अटेन भने साइडतिर झुन्डाउँदा पनि मिल्छ कि हामीले। अनि यो डाउन ज्याकेट छ एउटा, दुईवटा डाउन ज्याकेट छ है, यो पनि साइडमा हाल्ने हो। अनि योहरू भयो, के ट्राउजरहरू हाल्छु म चाहिँ अब है, यो सनग्लासेसहरू पछि हाल्छ। ओके, यो विन्ड सिटर, दुईवटा डाउन ज्याकेट, विन्ड सिटर यो पनि भोलि लाएरै जानु पर्ला। विन्ड सिटर लाएर जाउँ कि डाउन ज्याकेट लाएर जाउँ कि भोलि। ओके, त्यसो भए म यो ट्राउजर हट्छु, यो पनि भोलि लाएर जान्छु भनेपछि यो हाल्छु है त। अनि यहाँ बुक पनि छ है, अब पढ्न मन लाग्यो भने टाइम पासको लागि चाहिँ बुक पढ्नु हुन्छ भने बुक पनि छ मेरो चाहिँ, अलरेडी हुन्छ बुक चाहिँ है। माइक्रो स्पाइक पनि सुरुमा चाहिँदैन, यो पछि मात्रै चाहिन्छ, सो माइक्रो स्पाइक हाल्दै मैले चाहिँ। अनि अर्को युजहरू हाल्दैछु है, सामानहरू पनि यसमै हाल्छु। ओके, अब चाहिँ स्याउ हाल्छु है त। अनि यसमा अझै एउटा स्लिपिङ ब्याग पनि आउँछ है, स्लिपिङ ब्याग चाहिँ अहिले यहाँ छैन, सामान अट्दैन कि जस्तो लागिरहेछ, तर कसरी नै अटाउनु पर्छ मैले है। यो विन स्टोपरहरू पनि पछि मात्रै चाहिने हो, यो ग्लोभ्सहरू त्यो चाहिँ माथि पुगेपछि अलिक चिसो ठाउँमा पुगेपछि मात्रै युज हुने हो क्या। ओके, अनि यो र उसहरू चाहिँ मैले के अरे उसमै बोक्नुपर्छ। यो मेडिसिनहरू पनि सुरुमै हाल्छु म है, त्यति युज हुँदैन होला। नभए माथि उसमा हाल्दा नि हुन्छ कि है। ओके साथीहरू, टाइम लाग्ने रहेछ यो मिलाउनलाई, म यस सामानहरू मिलाएपछि चाहिँ देखाउँछु है त। ओके साथीहरू, मेरो चाहिँ ब्याग चाहिँ एकदमै ठुलो भएको छ है, अनि एकदमै हेभी भएको छ, एकदमै गरुङ्गो भएको छ। मलाई लाग्छ यो खानेकुराहरू चाहिँ एकदमै छिटो खाएर सकाउनु पर्छ जस्तो लाग्यो है, किनभने एकदमै गरुङ्गो भएको छ क्या। अनि कुनै सामानहरू चाहिँ अटेकै छैन, मैले एकदम खाँदेर एकदम जबरजस्ती अटाएको छु अटाउनु त। तर ब्याग हेर्न सक्नुहुन्छ मेरो एकदमै ठुलो भएको छ कि झोला है, झोला यत्रो भएको छ कि साथीहरू। ओहो, यसमै अझै के अरे यसमा अर्को सामानहरू आउँछ होला है, एउटा स्लिपिङ ब्याग आउँछ के अरे, स्लिपिङ ब्याग कहाँ हाल्ने भयो है त। अनि यो चाहिँ भोलि लगाएर जाने हो, यिनीहरू चाहिँ यो अलिअलि चार्जरहरू, यो क्यामेरा स्टिकहरू यिनीहरू अटाउने बाँकी छ, यिनीहरूले अब कहाँ हुन्छ अटाउनु पर्छ जसरी नै है। अनि हाइकिङ पोलहरू त साइडमै राखिने हुन्छ, अरू सानो सामानहरू चाहिँ। मेन यसको गरुङ्गो हुने मेन रिजन भनेको यहाँको स्याउहरू क्या, स्याउ र त्यो जुसहरू चाहिँ छिटो खाएर सकाउनु पर्छ अब है त। ओके, यति नै हो। यदि तपाईँहरू भिडियो लास्टसम्म हेर्दै हुनुहुन्छ भने प्लिज प्रोबेबली मैले यो फुल भिडियो चाहिँ युट्युबमै हाल्छु होला, सो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोस् है, मेरो सब्सक्राइबर एकदम धेरै छ है। सब्सक्राइब गर्नुहोस्, अनि भिडियोलाई लाइक गर्नुहोस् मन पऱ्यो भने, अनि मनमा केही कुराहरू छ भने कमेन्ट पनि गर्नुहोस् है, अनि भिडियोलाई सेयर गर्नुहोस् भन्दै अहिले यो भिडियोलाई इन गर्न चाहन्छु है त। बाँकी भोलिदेखि अब टाइम मिल्यो भने चाहिँ काइन्ड अफ भ्लग जस्तो, एउटा ट्राभल भ्लग जस्तो बनाउँछु म भिडियो है। त ट्रेकिङमा एउटा प्रब्लम के हुन्छ भने धेरै जस्तो ठाउँहरूमा इलेक्ट्रिसिटी पनि हुँदैन, अनि वाइफाईहरू वर्किङ हुँदैन क्या है,
वाइफाईहरू त्यस्तो काम गर्ने हुँदैन क्या, त्यही भएर चाहिँ प्रब्लम हुनसक्छ भिडियोको लागि। नभए चाहिँ म भिडियो बनाउन ट्राई गर्छु है त। ओके, तपाईँहरू भिडियो मनपर्छ भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् भन्दै अहिलेलाई बाई बाई भन्न चाहन्छु है त। सो तपाईँहरूलाई पनि थ्याङ्क यू सो मच भिडियो एन्डसम्म हेर्दै हुन्छ भने। सबैजनालाई गुड नाइट है त, बाई बाई।